हजुर दर्शक बहिनी, आज हामी यहाँ तारकेश्वर वडा नम्बर 2 रौखेलमा चाहिँ यो बेबारिसे पशु गाई बरहरू ल्याएर राख्ने यहाँ संरक्षण केन्द्रमा आइसकेका छौँ। गौ संरक्षण केन्द्र राष्ट्रिय युवा समाजले गरेको यो गौ संरक्षण केन्द्रमा चाहिँ आइपुगेका छौँ। यसरी देख्न सक्नुहुन्छ यहाँभित्र चाहिँ धेरै बाछा गाई गोरु छन्। यो अगाडि जग्गा चाहिँ चरनको लागि, यहाँ अब चरन ओर्न लागि चाहिँ यहाँ खाली जग्गा छ र यहाँभित्र चाहिँ बस्ने खाने यिनीहरूलाई व्यवस्था। भित्र चाहिँ 2500 पनि छ।